उधर सामने में शाम को फिर रात को मैच है। साँच्चीकै घर झगडाको साँच्चीकै सुमित सरले गिटार बजाएको यहाँ हेर्न सक्नुहुन्छ। हे गाइज राम राम वेलकम ब्याक टु न्यू माई भिडियो। सो अहिले चाहिँ यस्तो टलटलाउँदो घाममा चाहिँ ट्याक्क दुई लागेर म अनि यी दुईजना केटाहरू जालमा छौँ। अब सिधा बाटो उतातिर सो खोलातिर अहिले चाहिँ यसको जिउनु आउन भनेर जान लाग्छ। ल कस्तो हुन्छ यो भिडियो मन परेमा लाइक शेयर सब्सक्राइब पनि धेरै धेरै भन्दा धेरै माया देखाइदिनु होला गाइस। ल अहिले आधा बाटोमा भेट्नुपर्छ। फुल फर्ममा यिनीहरू हिँडेको हेर न पुरै नहुनलाई। यहाँ कमल सर आफ्नो सनस्क्रिन देखाइदेऊ त। ल हेलो कमल सर हजुरको सनस्क्रिन देखाइदेऊ न त। लगाओ और क्या हो जाऊ शेयर लभली शेयर लभली लगाउनुहोस् गाइजहरू बवाल बनिन्छ। सो हामीले चाहिँ सो गाइज हाम्रो आर्टको चाहिँ इक्जाम चाहिँ सिद्धिहाल्यो। सो अब रिजल्ट आउन मात्र बाँकी छ। अब के हुन्छ होइन हामी 3 मा को पास हुन्छ को फेल हुन्छ हामीलाई थाहा छैन। सो अब त्यही वेटिङमा छु होइन। चाहिँदा भगवान्लाई पास गराइदियो भन्न चाहन्छु। सो हामी चाहिँ आधा बाटो पुगिसकेका छौँ र अब सिधै खोला गएर भेट्नुपर्छ गाइज। यति के गरी बढ्यो तु यो कस्तान्ने जमन लाग्छ कस्तान्ने जमन लाग्छ तो तु के खाने त्यस्तो भयो कि फाइनली गाइज हामी चाहिँ पुगिसकेका छौँ खोला र उता चाहिँ नआउने भनेको थियौँ तर त्यतातिर पानी गन्दा छ कि त्यही भएर सो उता माथितिर जान लाग्छ। अब के हुन्छ यहाँ गएर अब रम्ला होइन यस्तै गर्मी छ हो गाइस सकिन्न हो। यहाँ दुःख साधारण ठाउँमा पनि यस्तो ढुङ्गाहरू कति छ नि पानी हेर्नुहोस्। ओ वायरल हो जाओगे तुम। कार रखनी ये पेट में दिखा भाई। कमल सर डुबल लाया हो जा जा चिस्ता जा जा म भिडियो बनाइदिँदा तिमीहरूको जल जा। मान्छेहरू कति हो यहाँ पुरै बच्चा बच्चाहरू। बता ए कमल सो गाइस मजा आयो यार कतिको मजा आयो त जन्नत हो। गोबाल पानीमा हालिदिन्छु म अलबेरी अहिले कसम उता भो त गाइस। ए ल यो समात्नु झार्नु अब गइरहनु ल ल ल भिडियो बना एकचोटि लाग्नु बनाउन ल नफाले पुछुको मात्र भिडियो बनाउनु। ओ मेरा केटाहरु ओहो ओहो यो भ्यू देख्न सक्नुहुन्छ गाइस कति बबाल बबाल पानी आइरहेछ तातो पानी। लायो सन्देश ब्लगर आइसकेको छ कमल हाई गर्न फुच्छ प्लिज भाइ प्लिज भाइ भाइ यार बबाल प्लिज भाइ हात जोड्दा ए दाइ भयो नि
नन्देश थकाइ लाग्यो त्यसो भन्दा दिउ भन्दा दिउ राख्दै भइगयो एकदिन पछि भेट्नुपर्छ थकाइ लाग्यो साँच्चीकै घर लाग्यो साँच्चीकै ल गाइस सो फाइनली गाइज हामी चाहिँ घरतिर फर्किन लाग्यो क्या लगाएगा तू शेयर लवली हमारे लिए शेयर लवली सुमित शेयर लवली लगाउँदा किमो हेर्न त्यहाँ माथि पहाडी किमो आमा उही पाक्यो अभी यो पहाडी किमो हो क्या बब्बाल हो त काण्ड एउटा सुमित सर डायलग हान्देऊ न ठीक छ मैले जो भने त्यो लगाउनु है एउटा डायलग हान्देऊ न मलाई लाग्छ यो तिमीलाई एलर्जी हुन्छ कि हैन घाममा एलर्जी भइनु हुन्छ म चाहिँ घाममा नजानु फेरि ल सुमित सरले गिटार बजाएको यहाँ हेर्न सक्नुहुन्छ गाइज कति दिनको मेहनत यो सिकेको 3-4 दिन 3-4 दिन हल्का हल्का बिगनर हो बजाउने हो कमल का हात दिँदैन त एक्चुअली जाओस् केटोले सिक्दैछ कोसिस जारी राख्नु पर्छ ल ल तेरो खप्ते देखाउनु नै कमल सरको हेर्न सक्नुहुन्छ त्यो पहिला डाउन स्टेपमेन्ट प्याटिङ मात्र हो त्यो हात लगाउनु तेरो बज्दैन है हात लगाएन बज्दैन बजा वाह सुन सिकाइदियो तैँले सिकाइ दिएको जी मेजर भन्दा नि यसलाई यसको थम यो थम तलि हो हल्का यो वाला हात तलि रन्दै कट नलगा तू ल तू डा वाह हात नलगा मासल हल्का सिकुन यो पहिला सक्ने हैन यो पहिला स्टेटमेन्ट पेटी लगा यो थम तल गर्यो हातको यो पहिला यो तलि गर्यो क्या खुल्ला हेर्न मस्तले यो हामी लगा अनि यो माथि लगा देखि लगाउन जाने अरु तार नछु क्या यो हराज बद्दैन हैन त्यो त्यही त कट लगाउन जान्दैन भने त यहाँ हल्ने आएको नै मैले पहिली बार चलो जाओस् गिटार सिक्यो भने तिमीहरूले त गाइज यो भिडियो यतिसम्म हुन्छ मन परेमा लाइक शेयर सब्सक्राइब गरिदिनु होला र अर्को भिडियोको लागि कुर्दै बस्नु होला र बाई गाइज धेरै धेरै भन्दा सपोर्ट देखाइदिनु होला बाई